चाहिँ 15 गते कार्यक्रमपछि राजावादीहरूको आन्दोलन सेलाएर भाग्यो। अब नेपालमा राजतन्त्र आउँदैन भन्ने हौला फैलिएको छ। तपाईँ हाम्रो मनमा पनि त्यस्तो भावना उब्जेको हुन सक्छ कताकति, तर त्यो होइन। म चुनावी राजनीति जान्दिनँ, तर राजनीतिको के सिद्धान्त जानेको छु। राजनीतिमा आसन र यान भन्ने दुईटा कुरा हुन्छ। आसन भनेको बसिराख्ने होइन, बस्न होइन, मौका ढुकेर बस्ने, नेटवर्किङ प्लानिङ। यान भनेको एक्सन। अहिले हामी एक्सन अवस्थामा छैनौँ, प्लानिङ नेटवर्किङ आसन। त्यो आसन अवस्थाको फर्स्ट च्याप्टर आज ओपन भयो। त्यो फर्स्ट च्याप्टरमा सम्पूर्ण ग्रन्थको सिनप्सिस सारांश हुन्छ र त्यो सिनप्सिस सारांशको आधारमा अगाडि बढ्ने हो। हाम्रो नेटवर्किङ प्लानिङ आसनमा हामी सफल भयौँ। अब दोस्रो च्याप्टरमा सबैलाई आज बोल्न दिने समय भएन। हाम्रो नरेश बहादुर सिंहको एउटा पार्टी छ, किशोरी महतोको एउटा छ, अघि सुशील चन्द्र अधिकारीको, निरालामा रमा सिंह, त्यस्तै अरू साथीहरूको हामी छिटै नै एउटा मञ्च खडा गर्नेछौँ। त्यसमा उहाँहरूले बोल्नुहुनेछ र आजका महान वक्ताहरू तल फ्लोरमा बसेर चाहिँ सुन्नुहुनेछ। त्यसपछि युवकहरूको कार्यक्रम गर्नेछौँ। हाम्रो सोमसिंह सरकार मञ्च, नवीन मल्लको युवा शक्ति, त्यस्तै यज्ञ साल युवकहरूको छ, हिन्दू सम्राट कफन, त्यस्तै युवकहरूको एउटा कार्यक्रम हुन्छ। त्यसमा युवकहरूको प्रतिबद्धता उहाँले जारी गर्नुहुनेछ। त्यस्तै तपाईँहरू सञ्चारकर्मीहरूको पनि एउटा हामी जमघट गर्नेछौँ। तपाईँले हामीलाई कसरी सहयोग गर्ने त? त्यसपछि कानुनविदहरूको गर्नेछौँ, परराष्ट्रविदहरूको गर्नेछौँ, मेडिकल डक्टरहरूको गर्नेछौँ, अस्पताल सञ्चालन गरेर बसेकाहरूको प्रतिबद्धता जारी गर्नेछौँ, भूगो प्रहरी र सेनाको कार्यक्रम गर्नेछौँ, कसरी सहयोग गर्ने भनेर। त्यसपछि एउटा जुम कार्यक्रम गर्नेछौँ। जापानदेखि अमेरिकासम्मका नेपालीहरूले के भन्छन् त? जुम कार्यक्रम हामी सुन्ने। यो हाम्रो आसन अवस्था, आसन अवस्थाबाट हामी एक्सनमा जान्छौँ। तर एउटा कुरो भाषण गर्दैमा हुँदैन, सडक आन्दोलन गर्दैमा हुँदैन, शक्ति साधना नगरेसम्म सत्ता प्राप्त हुँदैन। त्यस कारणले अहिले हामी चाहिँ चुलो लाएर बसेका छैनौँ। यहाँ एक थरी मान्छेहरू मन्दिर भत्काउँदै हिँड्ने, मूर्ति फर्दै हिँड्ने, हिजो अस्ति आयो मन्दिर पिसाब सर्कँदै हिँड्ने। तर हामी त्यो मन्दिरमा गएर भगवान हामीलाई शक्ति दियो है भन्ने गइरहेका छौँ। ती दुईजना शहीद हे बाबु हो, तिमीहरू मऱ्यो भनेर नठान्नु है। तिमीहरू मरेका होइनौ, तिमीले साधन प्राप्त गरेका छौ। तिमीहरूबाट हामीले प्रेरणा दिनुपर्छ भने ठाउँ ठाउँमा चाहिँ मन्दिरमा गएर हामीले प्रार्थना गरेका छौँ। अब हाम्रो अन्तिम पूजा 2082 सालको वैशाख 19 गते, वैशाख शुक्ल पञ्चमी शुक्रबारका दिन नेपाल प्राज्ञिक मञ्चले, जसको संयोजक मै छु, गोर्खा कालिका दरबारमा ठुलो अनुष्ठान हुँदैछ। गोरखनाथको पूजा गोरखनाथका नाथ योगीहरूले गर्नेछन्, गोरखकालीको पूजा ब्राह्मणहरूले गर्नेछन्, उपल्लो वज्र भैरवको पूजा 5 जना वज्रचारीहरूले गर्नेछन्। तर हाम्रो अनुदान कसैको अनुदानमा होइन। गोरखनाथको पूजा र गोरखकालीको पूजाको प्रायोजन गोर्खा समिति भन्ज्याङका शान्त बस्दा हे आउनुभयो कहाँ जान्थे यहाँ आएर यहाँ आउन सरी यहाँ आउन 2 लाख 3 लाख 4 लाख जति खर्च भयो भने शान्त बस्नेले अनि खर्च गर्ने प्रायोजन। अनि गोरखकालीको पूजा गोरखनाथको पूजा ल भयो। त्यसपछि वज्र भैरवको पूजा
गोर्खाको ठुलो आँगनमा भीमसेनको मन्दिर छ, श्रीमान पृथ्वीनारायण शाहको शालिग छ। वज्र भैरवको पूजा गरेपछि ठुलो आँगनमा समयवधि मान्ने, त्यसको प्रायोजन ललितपुर लगन खेलका माया बहिनी अनि करुणा कर भइरहेका छैन नातिनी। र आज हामीले शङ्कर पार्कमा एउटा वज्राचार्य गुरुज्यूद्वारा गुरुगति परिषद धारिणी पाठ, वज्र छेदिका प्रज्ञा परिमिता पाठ र 1108 दीप प्रज्वलनको प्रायोजन पनि त्यो माया वैद्य हो। त्यस कारणले वज्र भैरवको पूजा, गोरखनाथको पूजा, गोरखकालीको पूजा गरेर गोर्खाको ठुलो आँगनमा समयवधि माघे प्रसाद स्वरूप त्यहाँ युवकहरूको प्रतिबद्धता हुन्छ। अस्तिको कार्यक्रममा पनि मैले भने तपाईँ मिडिया कर्मीहरू आउनुहोस्, आफ्नै खर्च खाएर आउने, आफ्नै खर्च खाएर जाने। तर वैशाखको 18 गते बेलुकादेखि वैशाखको 20 गते बिहानसम्मको खाइ खर्च लजिङ पनि नेपाल पार्किङ मञ्चले बेहोर्छ। मेचीदेखि महाकालीसम्मको युवकहरू 20 जना 25 जना होइन, तपाईँहरूको युवकको सङ्घबाट 5 जना आउनुहोस्। आउने तपाईँहरू, जाने तपाईँ, तर तपाईँहरूको पनि 18 गतेदेखि 20 गतेसम्मको खाइ खर्च नेपाल पार्किङ मञ्चले बेहोर्छ। अनि 19 गते युवकहरूको प्रतिबद्धता सभा हुन्छ ठुलो आँगनमा, समयवधि खाएर चाहिँ नै सगुन पनि खाने। अनि 20 गते हामी यहाँ फर्कने, 21 गते भोजन गृहमा अनि यसले पत्रकार सम्मेलन गरेर अनि अभियान ताल्ने। यान होइन अभियान, हामी कसरी जाने त? किन त्योभन्दा पहिले नेटवर्किङ भइसकेका हुन्छ। भोलि त्यसमा घाइते भयो भने कुन अस्पतालमा लाने? त्यो अस्पतालले हामी लान्छौँ भने जिम्मा लिनु पर्यो। कुन डाक्टरले औषधि गर्यो, दुश्मनको डाक्टर पऱ्यो भने मारिहाल्छ। त्यो डाक्टरले चाहिँ औषधि ल्याउने, डाक्टरको प्रतिबद्धता, मुद्दा लड्ने वकिलहरूको प्रतिबद्धता भइसकेका हुन्छ। त्यस कारणले वैशाखको 21 गतेदेखि हामी यहाँ एक्सनमा जान्छौँ। त्यो नातिनुहोस्, सेला भन्ने होइन, अहिले हामी आसन स्थितिमा छौँ। त्यस कारणले हामीले यहाँ चाहिँ नै आज नागरिक बचाउ महाअभियानका साथीहरूलाई मञ्च दिन सकेन। विभिन्न प्राविधिक कारणले उहाँहरू आउनु भएको छैन, उहाँहरूसँग कुरा भएको छ, उहाँहरू वारिन्टियर हुनुहुन्छ। तपाईँहरू सबै देशमा आउनुहोस् भनेको छ। यहाँ सबैले आधाभन्दा बढी नागरिक बचाउ महाअभियानका साथीहरू हुनुहुन्छ, उहाँहरू सबै देशमा। किनभने उहिले जार काट्ने चलन थियो। जार भात खाइरहेको छ भने साथीले जार काट्न नपाउने, यहाँ त मजाले घर सुतिरहेको मान्छेले 12 बजे पेट गर्ने। नागरिक अभियानका चाहिँ नि साथीहरूलाई यहाँ मञ्च दिन्छ, अहिले हामीले एरेन्ज गरेर लैहाल्छ, कार्यक्रम बिथल्छ। त्यस कारणले उहाँहरूले अपमान गरेको होइन, उहाँहरू आसनभन्दा पनि भित्र बसेर तपाईँहरू सबै भेषमा आउनुहोस् भनेर भनेको थिएँ। उहाँहरू चाहिँ थाहा नपाउने गरेर यहाँ आउनुभएको छ। यस्तै किसिमले हामीले प्लानिङ गरेर हामी एक्सनमा चाहिँ जाने हो। र हामीले देवी देवता हाम्रो कुल कुलानको पनि आराधना गरेका छौँ, इष्टमित्रहरू पनि राखेका छौँ। अस्ति भक्तपुरमा हामी गयौँ 25 गते, एउटा नारा गुन्ज्यो भक्तपुरमा, पर्वतहरू राजा खोइ भन्छ, नेवारहरू जुजु गयो भन्छ, जुजु गयो भनेर राजा आउँछ। पर्वतले त राजा मात्रै पो खोज्यो त, राजा ल्याउने त नेवार रहेछ। पर्वतले राजा खोइ, नेवारले जुजु भनेर राजा आउँछ, प्रतिबद्धता जारी गरेको छ। त्यस्तै मधेसका हिन्दू सम्राटहरू जागिएको छ। त्यस कारणले अब हाम्रो अभियान पक्का पक्की हुन्छ। आज जुन यो हाम्रो आसन अवस्थाको पहिलो अध्याय ओपन भयो, प्रतिबद्धता। अब यसमा चाहिँ म यस्तो, म उस्तो, मेरो प्रोटोकल यस्तो भनेर भन्ने हिँड्ने होइन। हामी तल्लोभन्दा तल्लो लो प्रोफाइलमा बसेर यो आन्दोलनलाई सफल बनाउने, प्रोटोकल खोज्ने, मान मर्यादा खोज्ने समय होइन अहिले। एउटा सेनापतिलाई एउटा सिपाहीले दिशा निर्देश गर्ने अवस्था हो। किनभने अघि हिरण्याक्ष नाम गरेका दैत्यको अन्य अत्याचारले धरती माता
पातलमा पातेलिन्। वैकुण्ठ धामका भगवान विष्णुले सुँगुर हुनु पर्यो। बरा भनेको सुँगुरको एउटा प्रजाति हो। आवश्यक परेको बेलामा वैकुण्ठनाथका भगवान विष्णु सुँगुर हुनुपर्छ भने हामी त मान्छे हो। आफ्नो युगो प्रबललाई यहाँ ल्याउनु होइन, इच्छा यहाँ खोज्नु होइन। लो प्रोफाइलमा बसेर लो अति लो प्रोफाइलमा बसेर आन्दोलनलाई सफल बनाउनु पर्छ। त्यसो भने वैकुण्ठ धामका भगवान विष्णु मैले सुँगुरी भएर पृथ्वीको उद्धार गरेका थिएँ बाबै, तिनीहरू पनि लो प्रोफाइलमा बसेर सबै मिलेर गएको रहेछौ भनेर प्रसन्न हुनुहुनेछ र हाम्रो अभियान सफल हुन्छ। तपाईँहरू हारिस नखानुहोस्। अहिले भरे भन्ने हुन्न, सबै कुरोको समय आउँछ र वैशाख 21 गते सम्म पनि अहिलेको सरकारले हाम्रा साथीहरूको वारेन्ट बर्खास्त गरेन भने, हाम्रो संयोजकको नजरबन्द खुलाएन भने, हाम्रो बन्दी बनाएका साथीहरूलाई मुक्त गरेन भने 22 गतेको दिनमा हामीहरूले जुन 3 कुरोमा शहादत प्राप्त गर्नुभएका यी वीर शहीदहरूको रगत लुटबुटेको माटोको टिका लगाएर सामूहिक गिरफ्तारी दिने हो। सबभन्दा पहिले मै हुन्छु। म 78 वर्षको बुढो सुगर पेसेन्ट, त्यो माटोको टिका लगाएर सबभन्दा पहिले मै हुन्छु। तपाईँहरू को आउनुहुन्छ? 22 गतेको दिनमा सामूहिक गिरफ्तारी। त्यस कारणले हामी आन्दोलनमा ज्यानको माया मारेर हामी अगाडि बढ्नेछौँ। हाम्रो आन्दोलन भद्र अवज्ञा आन्दोलन हुनेछ। सशस्त्र आन्दोलन गर्छु भन्ने साथीहरूलाई पनि होइन, अहिले सशस्त्र आन्दोलनको अवस्था होइन, भद्र अवज्ञा आन्दोलन गरेर हामी अगाडि बढ्नुपर्छ। जस्तो महात्मा गान्धीले भद्र अवज्ञा आन्दोलन गरेर अङ्ग्रेजलाई जितेका थिए। 2006 सालमा काङ्ग्रेसले पनि भद्र अवज्ञा आन्दोलन गरेका थिए। हाम्रो आन्दोलन सशस्त्र भयो भने त तिनको पनि सशस्त्र, हाम्रो पनि सशस्त्र, तिनका सरहमा गयौँ हामी। तिनीभन्दा हामी विशिष्ट हुनुपर्छ। हाम्रो आन्दोलन भद्र अवज्ञा आन्दोलनद्वारा हामी अगाडि जाने हो। मैले अघि नै भने 21 गते हाम्रो घोषणा हुन्छ। 21 गतेसम्म पनि वारेन्ट फिर्ता लिएन, नजरबन्द फिर्ता लिएन, हाम्रा साथीहरूलाई अब चाहिँ बन्दी अवस्थाबाट छडायो भने 22 गते हामी ती हिरोहरूको लहर लुटबुटेको माटोको टिका लगाएर सामूहिक गिरफ्तारी दिने हो र यसमा सफलता प्राप्त होस्। र अब त्यहाँ चाहिँ सङ्घ पारमा गएर यी वीर शहीदहरूको दिवंगत आत्माको चिर शान्ति र ज्ञान अज्ञात शहीदहरूको चिर शान्तिको लागि यता वज्राचार्य गुरुजीले द्रौपदी परिशोधन धार्मिक पाठ गर्नुहुनेछ, वज्र छेदीका प्रज्ञा पारमिता पाठ गर्नुहुनेछ। हामीले चाहिँ त्यहाँ पनि 2 मिनट मौन धारण गरेर दीप प्रज्वलित गरेर आफ्नो आफ्नो ठाउँमा जानेछौँ।